झापा 3 का माननीय सांसद प्रकाश पाठकले किसानको मुद्दाहरूलाई यसरी संसदमा उठाउनु भयो कि जबरजस्त ढङ्गबाट उठाउनु भयो। किसानको मलको मूल्य कसरी बढेको छ, ट्र्याक्टरले जोताईको मूल्य कसरी बढेको छ, ट्रिपलले बढेको छ, धानको मूल्य बढेको छैन, अनि सबै पारीबाट सामान लिएर आउँछन् र आफ्नो कसैले यदि फलाएको छ भने पनि त्यो गाईलाई खुवाउन बाध्य छन् भनेर, खोले खुवाउन बाध्य छन् भनेर भन्नु हुँदैछ। तर मलाई लाग्छ के सोचाइ आइरहेछ भने साथीहरू, हामीले भोट दिएर सांसद बनाएर प्रतिनिधि बनाएर पठायौँ, तर उहाँहरू पनि त्यहाँ गएर त कराउने, बोल्ने, माग्ने, अब हामीले जसरी सांसदहरूसँग माग्छौँ, हाम्रा समस्याहरू बताउँछौँ, त्यसरी नै उहाँहरूले पनि त्यही समस्याहरू नि बताउने रहेछ। समाधान चाहिँ कसले दिने हो त? त्यो 3वटा 4वटा मन्त्रालय आफैसँग राखेका प्रधानमन्त्री बालेन्द्र शाहले समाधान दिने हो कि अरू सांसदहरूले पनि समाधानको तर्फमा केही प्रयत्नहरू गर्ने हो कि? मैले चाहिँ कुरो बुझिनँ साथीहरू, बुझाइदिनुहोस् त कसैले।